रेस्टुरेन्टमा आइपुगिसकेको छु। जसमा धेरै मान्छे नेपालीहरू हुनुहुन्छ। यस मालदेशमा नेपालीहरू टन्नै हुनुहुन्छ। यहाँ चाहिँ हुनुहुन्छ मसनको चाहिँ कन्टेनरहरू समुद्रको छु पारि चाहिँ भिल्ली गिल्ली भन्छ भिल्ली गिल्ली चाहिँ यसमा न फ्राइडे नेपालीहरू आउँछ टन्नै नेपालीहरू मात्रै होइन टन्नै आउँछन् घुम्नलाई चाहिँ नेपालको बङ्गलादेशको यसरी जोडी टन्नै आउँछन् है अनि चाहिँ रहेछ नेपाली दिदीहरू रहेछ अँध्यारो छ रमाइलो त छैन बस्ने ठाउँ रमाइलो छ अँध्यारो छ साँझको बेलामा चाहिँ यहाँनिर चाहिँ स्विमिङ हुन्छ स्विमिङ गर्ने ठाउँ स्विमिङ गइरहेको छ छेउ जान्छ यस्तो हावा सरर आएको छ यहाँ चाहिँ एकदम मिठो हावा त आएको छ हावा खाने ठाउँ चाहिँ एकदम राम्रो छ यहाँभन्दा उता चाहिँ म गइन अब बस्छु एकछिन हावा खान्छु अनि जान्छु रमाइलो छ यतातिर चाहिँ स्विमिङ गर्न सकिँदैन यहाँनिर चाहिँ स्विमिङ गर्न मिल्छ यहाँनिर स्विमिङ गरौँ पर धाराहरू छ पर धारा छ त्यहाँ गएर ढुक्कसँगले समुद्रको पानी त नुनिलो हुन्छ होइन नुनिलो पानीलाई पखालेर घरै जाने हो यहाँ खानेकुराहरू लिएर जाँदैछ साथीले जब बङ्गलादेशतिरको साथी हो योदेखि पारिपट्टि गयो भने पनि वारपार गर्नु चाहिँ यो छेउ गएर म चाहिँ जानु पर्यो त्यसपछि उताउतै घरतिर लाग्छु ढुङ्गा चाहिँ दिउँसो चाहिँ एकदम राम्रो मेरो मोबाइल एकदम राम्रो भएर होला यो राम्रो देखिएको छ नजाराहरू अँध्यारो छ यहाँबाट जान्छु त भयो भने यहाँ जान सक्ने भएर सक्दैन नि यहाँ त पानी छ छेउसम्म चाहिँ जान्छु बगाएर गइन्छ त जान चाहिँ सक्ने रहेछ तर कपडा भिज्ने रहेछ यस्तो छ है यहाँ पानी छक्ल्याक गरेर यो चाहिँ एडिके हस्पिटलको के हो यो टाउन के हो हस्पिटल चाहिँ एकदम ठुलो छ सबैभन्दा ठुलो छ मालदेशमा राम्रो पनि छ यो चाहिँ ठिक छ है तर करेन्सीहरू चाहिँ राम्रो छैन यहाँको यो देशको 1 रुपियाँ बराबर 7 रुपियाँ मात्रै दिन्छ मैले 1 क्राउन हानिदिएँ अनि